मोबाइल को मोबाइल में छाड़े क्यामेरा के मोबाइल तल गरौँ न सर अगाडिको हो ए हाम्रो मोबाइलको वहाँ अब यसो गरौँ अब बाइक भयो मेयर साहब अलती पाला मेयर साहब अलती पाला हो होला बैठिन न अन्ना होती नहीं होला होइन माइकबाट नबोल्नु सर माइकबाट नबोल्नु के एकछिन बस्नु ए भाइ बस न यार अति बिस्तारै बोल्नु ल त्यहाँबाट मेयर साहब एकदम बिस्तारै बोल्नु छ मेरो पाखामा बोल्दा अब ल अब त सुरु साथी अब नचल उसो सर अब हेलो कसरी अगाडि बढ्ने हेलो 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 म सर यहाँ निर्वाचन आयोग पुगेर पनि सुरु भइसक्यो सबै भ्याउनु नभने आउनु सुरु भइसक्यो ठ्याक्कै पुगेर ठ्याक्कै सुरु देशमा आजसम्म भएन ल हैन निका वर्षसम्म त्यो काम गर्ने उत्पादन निर्माण संसाधन जामुनी एउटा टोल्नु बान्दरका लागि आर्थिक बान्दरका लागि हामी अब फिल्डमा निस्केर काम गर्छौँ अलि ठुलो मेयर जी आज हल्का बसेर हैन भाषणमा सीमित हुँदैनौँ हामी चाहिँ पक्का फिल्डमा काम गर्ने एउटा संगठन निर्माण गर्दैछौँ र त्यही चिज हो म एक्लो अभियान त थिएँ आजभन्दा 10-15 वर्ष अगाडि त्यो एक्लै कुदिने मान्छे अब एक्लो रहेन र मै जस्तो यो देशमा चाहिँ नै पसिना बगाउनुपर्छ यो मोबाइलमा सबै मिलेर देशलाई उठाउनुपर्छ भन्ने मान्छेहरूको मोबाइलमा त पनि तपाईँको जमात बढ्दो छ र उहाँहरूसँग अब धरानमा मात्रै मैले श्रमदान गर्थेँ मैले विकासका लागि काम गर्थेँ अब चाहिँ देशैभरि गर्न पाउने भएँ भन्दाखेरि चाहिँ अत्यन्तै खुसी छु र सम्पूर्ण टिमलाई समर्थक सबैजनालाई म हार्दिक धन्यवाद दिन चाहन्छु हामी सबै मिलाएर लान्छौँ है सबै मिलाएर लान्छौँ सबैभन्दा पहिला चाहिँ देशमा काम गर्नुपर्छ उत्पादन बढाउनुपर्छ हामी सबै बेरोजगार छौँ प्रायः होइन त्यसले गर्दाखेरि अब रोजगारीको सिर्जना गर्दै हुँदैन विदेशी ऋणले पनि चल्दैन त्यसले गर्दाखेरि अब यो देश हामी आफै हाम्रो मौलिक तपाईँको चाहिँ जुन शैली छ त्यो शैलीलाई हामी त्यो मौलिक शैलीहरूलाई पनि हामीले चाहिँ पुनः के अरे तपाईँको चाहिँ होइन उजागर हामी गर्छौँ र त्यो तरिकाबाट हामी अगाडि बढ्नुपर्छ यो चाहिँ नि अरूले घोडा चढ्यो भन्दैमा आफूले चाहिँ दुरी चढ्नु हुँदैन है आफ्नो धरातल बिर्सेर नेपालीले चाहिँ नि खेतबारी बाँझो राखेर आकाशतिर हेर्दाखेरि होइन आज हामी गरिब भएका छौँ यद्यपि प्राकृतिक सम्पदाले भरिएको देश हाम्रो छ हामी आज गरिब छौँ त्यसले गर्दाखेरि यो गरिबी अभाव र यसकै कारणले गर्दाखेरि हुने विभिन्न खालका चाहिँ भनौँ न बेइमानी ठगी भ्रष्टाचार यी सम्पूर्ण कुराहरूको तपाईँको चाहिँ अब हामी समूल अन्त्य गर्नतर्फ लाग्छौँ
नयाँ राजनीतिक दल आएपछि गाउँसरी पार्टीहरू आइरहेका छन् दुई सय कति कुरा छ यहाँ यो त तपाईँहरूले देखिहाल्नुहुन्छ है यो देखिहाल्नुहुन्छ पहिलो कुरो त हाम्रो झन्डा छैन झन्डा बिनाको पार्टी हो है हाम्रो दलको आफ्नो फाल्टो झन्डा राख्दैन हाम्रो दल अब राजनैतिक दल यो अर्थमा हो कि हामी अबदेखि चुनावहरू जुन हुन्छ होइन हामी तपाईँको चाहिँ लोकतन्त्रको विश्वास गर्छौँ त्यसले गर्दाखेरि चुनावमा हामी भाग लिन्छौँ त्यसले गर्दाखेरि यो राजनीतिक दल जस्तो देखिन्छ तर यो परम्परागत राजनीतिक दल जस्तो हुँदैन होइन यसले तपाईँको चाहिँ फिल्डमा देखिने गरी तपाईँहरूले काम देख्नुहुन्छ हामी हरेक टोलमा हरेक ठाउँमा तपाईँको श्रमदाता बनाउँछौँ म त भन्छु सबैले अब यो हामीले तपाईँको सुरु गरेको अभियानमा एउटा घरबाट एकजना एक परिवार एक श्रमदाता निक्लिनुपर्छ यो देशमा यति धेरै काम गर्नुपर्छ होइन दुनियाँ छक्क पर्ने गरी काम गर्नुपर्छ है त्यति धेरै काम गर्नुपर्छ र त्यो काम गर्ने शक्ति निर्माण भएको छ र आज निर्वाचन आयोगले पनि हामीलाई चाहिँ प्रमाणपत्र दिनुभएको छ र त्यसरी जान्छ यो अरू जस्तो हामी भाषण भूषण यो त्यो भन्दा फिल्ड वर्कमा हामी विश्वास गर्छौँ अब केही दिन पछाडि तपाईँहरू फिल्डमै देख्नुहुन्छ हो तयारी भइराखेको छ धेरै समयदेखि तपाईँ र मेयर बालेन्द्र शाह जोडिनुपर्छ भनेर आज तपाईँको दल खालि त्यही कुरा मात्रै आइरहेको छ